कालिज भन्दा केही छैन। भिडियो गरिरहेको छ अनि यो फोन तात्दैन। झम्टिन आउँदैन नजिक अलि पछाडि अलि पछाडि। सबै कालिज भन्दा केही छैन। कालिजले मात्र भरे बेला पनि कालिजै थियो। त्यो रेड पान्डा कहाँ भयो? त्यहाँ हो कि क्या हो? त्यहाँ राखेको थियो रेड पान्डालाई। रेड पान्डा थियो के? पहिलेकै 17 थरी चिज एकै ठाउँ राखिदिएको छ। उता सारेको छ। जहाँ हेऱ्यो नि कालिज मात्रै देख्छ। वहाँ पल्लोपट्टि सबै बाँदरै मात्रै छ। यो कालिज पहिल्यैदेखि कालिज भन्दा केही थिएन। यहाँ अलिअलि भएको पनि छैन। हिसाब त एकदमै गना छ है। कता चाहिँ छ यो? कहाँनिर चाहिँ बसेको छ त्यो? ए ए त्यहाँ आएर बसिन्छ। देख्दैन त फेरि हेर। उतै माथि ए छेउबाट रहेछ सानो बिरालो जस्तो खुच्चे। छैन कालिज भन्दा केही छैन यार। त्यो चिम्पान्जी हेर्नलाई मात्र हो क्या आजमा। अरू त्यहाँ केही पनि छैन नयाँ। कालिजै कालिज छ। यहाँ नि बनाउनु लगाएर छ। यहाँ थियो क्या पहिला त्यो बिचको रुख भएको ठाउँमा त्यहाँ चाहिँ थियो रेड पान्डा। कहाँ गएछ अहिले? कहाँ छ स्याल? खोइ कता गयो? घाम भयो होला क्या त्यसलाई। त्यो रुखमा चढ्यो होला। यहाँ रहेछ स्याल हेर्न आऊ मजाले। ऊ त्यहाँ तिमी देख्दिनौ कि क्या यहाँबाट? ऊ त्यहाँ छौ हेर्न आऊ। यहाँ भित्र होला त्यसो। ऊ त्यो खोरभित्र होला। प्रायः रुखमा चढेर बसिरहेको हुन्छ यहाँ। टोक्ने भने त अब के थाहा र बाबु? त्यस्तो थाहा हुँदैन मलाई नि होइन। त्यो हुनसक्छ यहाँ माथितिर बस्यो होला। माथितिर चढ्छ क्या त्यो। त्यतै बसिरहेको छ त्यो। माथि छैन रुखतिर काहीँ छैन। होइन यो फुलले काहीँ जाँदैन। त्यहाँ आफ्नै खोरमा बसेर रुख चढेर बस्छ। मुनिया मुनिया ल यो मुनिया। त्यो त थरी थरीका मुनिया रहेछ नि त रङ्गी चङ्गी। सानो अलि गाडा रातो चुच्चो छ। ऊ यहाँ चाहिँ के छ यो? बर्जेरी घर होइन? पाल्न मिल्दैन भन्नु होइन? मिल्छ किनेर पाल्न पाइन्छ यो। तर कमजोर हुन्छ क्या जे पाए त्यो खाँदैन नि त। त्यो छिना भन्ने खान्छ। प्यारोट कहाँ पाइन्छ त? यहाँ किन्न पाउने होइन नि त। यहाँ त केही पनि चलाउनु पाइँदैन क्या त। जूबाट पाइँदैन।